घोडा दुख्ने, खुट्टा दुख्ने, टाउको दुख्ने, विभिन्न चिज, रोग, बिमार, आमामामामामा आज सबै हटेर जाने हालेलुया। आज स्वर्गले यस ठाउँमा नयाँ काम गर्दैछ, नयाँ प्रकाशमा, नयाँ शक्तिमा, नयाँ आइम भित्र लानेछ हालेलुया। वाह, प्रभुको वचनले के भन्छ भने बोलाएको धेरै छन्, सुन्नेको थोरै छन्। त्यस मध्येमा तपाईँ र हामी सुन्नेको व्यक्तिहरू आज यसभित्र छौँ हालेलुया। अनि त्यो सुन्नेको व्यक्तिहरूलाई चाहिँ प्रभुले आज बनाउँदै हुनुहुन्छ। अनि सुरुदेखि हामीले बन्नी खायौँ वचन, खायौँ खाइएपछि पेट टन्न भयौँ, टन्न भएपछि अब के हुन्छ, मस्त सुत्ता पनि निन्द्रा खतरा आउँछ नि। त्यस्तै परमेश्वरको वचन खाएको खाइ गरेपछि आज शैतान दुष्ट ढल्छ हालेलुया। हामी यति साह्रो परमेश्वरको वचन खाइसक्यौँ, अब यो वचन खाएर छुटकारा प्रार्थनामा जाँदै गर्दाखेरि काजी भाव उड्छ जुरुके हालेलुया। त्यो हाम्रो विश्वास हो हालेलुया। प्रभुले गर्ने हो, अब हाम्रो काम भनेको बोल्ने मात्र हो हालेलुया। प्रभुले गर्नुहुन्छ नि, हामी दुःख गर्ने होइन क्या, प्रभुलाई दुःख दिने हो हालेलुया। अनि अर्को कुरो, प्रभुले कहिले पनि दुःख हुँदैन है। फेरि ल म परमेश्वरको वचनभित्र जानेछु, त्योभन्दा अगाडि हामी स्वतः प्रार्थना गर्नेछौँ। हामी सबैजना एकछिन स्वर्गीय भाषाहरूमा आउँछ भने अनि हाम्रो आफ्नै मातृभाषाहरूमा हामी एकछिन प्रार्थना गर्नेछौँ। एकछिन आँखा चिम्लेर हामी प्रार्थना गर्नेछौँ। हालेलुया। थ्याङ्क यू जिजस, थ्याङ्क यू फादर, हेभेनी फादर गॉड होली स्पिरिट, हेभेनी फादर होली स्पिरिट गॉड गिव ऑल द माइटी नेम ऑफ जीसस, स्पिरिट ऑफ द लॉर्ड जीसस, येशू ख्रीष्टको नाउँ र रगतमा यस ठाउँमा चारै किरा चारै पाउ येशू ख्रीष्टको नाउँ र रगत लाउँदछु। स्वर्गदूतको घेरालाई यस ठाउँमा म बोल्दछु। फेरि पनि स्वर्गीय प्रेजेन्सलाई, स्वर्गीय शक्तिलाई, स्वर्गीय एनोइन्टिङलाई म यस ठाउँमा चारै किरा चारै पाउ लाउँदछु। येशू ख्रीष्टको नाउँमा जति पनि रोगी बिमारी छ यस ठाउँमा आजको वचन सुन्दै येशूको नाउँमा चङ्गाइ हुनुपर्छ, छुटकारा हुनुपर्छ। पवित्र आत्मा तपाईँको शक्ति चाहिँ यस ठाउँमा बगिआएकोस्। स्वर्गदूतले यो समय यस ठाउँमा लडाइँ लड्न सुरु गरेकोस्। स्वर्गहरू उग्रेको होस्, स्वर्गीय सेनाहरू यस ठाउँमा आएकोस्। हरेक दुष्टको सेनाहरू त्यसको शक्तिहरू टुक्रा टुक्रा भएर जानेछ। येशू ख्रीष्टको नाउँ र रगतमा त्यसको शक्तिहरू ढल्नेछ। येशू ख्रीष्टको नाउँमा हरेक शक्ति, अन्धकारका शक्तिहरू, मन्त्र तन्त्र टुनामुनाका शक्तिहरू, हरेक भूतात्माका शक्तिहरू भस्म भएर जानेछ, हटेर जानेछ येशू ख्रीष्टको नाउँमा। अनि जो पनि व्हिलचेयरमा छ येशू ख्रीष्टको नाउँमा आजको प्रार्थनाद्वारा प्रभु व्हिलचेयरबाट फ्री हुनेछ येशू ख्रीष्टको नाउँमा। ओ अन्धपना, बहिरोपना, गुङ्गोपना, मन्त्रतन्त्र, प्रेसर, सुगर, थाइरोइड, ओ जति पनि शरीरमा आउने समस्या, पेट दुख्ने, छाती दुख्ने, ओ प्रभु खुट्टा दुख्ने, घोडा दुख्ने, ढाड दुख्ने, जति पनि समस्याहरू छ आजको वचन बोल्दा बोल्दै येशू ख्रीष्टको नाउँमा यस ठाउँमा स्वर्गलाई सँगै ल्याएको स्वर्गीय शक्ति Holy Spirit right now, what catch his spirit, आजको वचन सुन्दा हरेकको जीवनमा पवित्र आत्मा स्वर्गीय गिफ्टहरू खोलेको God give the mighty name of Jesus active गर्दछु, रिलिज गर्दछु। सँगैको शक्ति यस ठाउँमा बगिआएको, सँगै बगिआएको रे बाबा हरेकको जीवनमा पवित्र आत्मा अब तपाईँले नयाँ काम गर्नुहोस्, नयाँ प्रकाश भित्र, नयाँ आइम भित्र तपाईँले लानुहोस् प्रभु। नयाँ काम यस ठाउँमा, यस भवनमा तपाईँले गर्नुहोस् भने प्रार्थना गर्दछु प्रभु। यो प्रार्थनाद्वारा ओ प्रभु यो फास्टिङ उपवासद्वारा मण्डलीमा जागृति आउनेछ, मण्डलीको बिमारीहरू निको हुनेछ, हरेक रोगी बिमारीहरू यस ठाउँमा टिक्न पाउने छैन। येशू ख्रीष्टको नाउँमा निस्केर गएकोस्, येशू ख्रीष्टको नाउँमा हटेर गएकोस्।
आत्माको रोग, प्राणको रोग, शरीरको रोगबाट स्वतन्त्रलाई म बोल्दछु, स्वतन्त्रलाई बोल्दछु, छुटकारालाई बोल्दछु येशू ख्रीष्टको नाउँमा। आज स्वर्गले त्यो ढोकाहरू यस ठाउँमा खोल्दैछ, 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 खोल्दैछ। जतिजनाको नि घरमा कामहरू बढ्न सुरु गरेको छैन, बढ्न सुरु गरेको, जतिजनाको जुन किसिमको काममा अल्झिरहेको छ, येशू ख्रीष्टको नाउँमा त्यो ढोकाहरू म खोल्दछु, खोल्दछु, खोल्दछु। पवित्र आत्मा तपाईँको वचनले भन्दछ तिमीलाई पृथ्वीमा जे बाँच्छौ स्वर्गमा बाँधिनेछ, जे खोल्छौ स्वर्गमा खोलिनेछ। येशू ख्रीष्टको नाउँमा पृथ्वीमा भएको युवा थोकहरू, पृथ्वीमा भएको ती स्वर्गको शक्तिलाई म यो समय खोल्दछु। पवित्र आत्मा खोलिएको होस्, खोलिएको होस्, खोलिएको होस्, खोलिएको होस्, खोलिएको होस्। येशू ख्रीष्टको नाउँमा स्वर्गीय शक्ति, स्वर्गको हात, स्वर्गको उपस्थिति, पवित्र आत्माको उपस्थिति, पवित्र आत्माको भरपुरी, पवित्र आत्माको ऋतु, पवित्र आत्माको आयाम, पवित्र आत्माको शक्ति यस ठाउँमा बगेको होस्। Holy Spirit, the Lord. यस समय चुप नभन्नुहोस्, चुप नबस्नुहोस्। पवित्र आत्माले तपाईँ भित्र काम गर्न चाहनुहुन्छ। पवित्र आत्मालाई निम्ताउनुहोस्, प्रभु म यस ठाउँमा छु, पवित्र आत्मा म यहाँ छु, मलाई फेरि पनि तपाईँको शक्तिले छुनुहोस्, छुनुहोस्। मेरो यो ठाउँमा दुखाइ छ, मेरो यो ठाउँमा पीडा छ, आज स्वर्गले खोलिदिएको होस् भनेर स्वर्गलाई भन्नुहोस्, स्वर्गलाई भन्नुहोस्। स्वर्गले तपाईँको दुखाइलाई, तपाईँको पीडालाई, तपाईँको समस्यालाई हेर्दैछ। स्वर्गीय शक्ति बगिआएको पवित्र आत्मा ओ पवित्र आत्मा कुन वचन बोल्नुपर्ने, कसरी प्राप्त गर्नुपर्ने, कुन तरिकाले चाहिँ आज यस ठाउँमा तपाईँ पवित्र आत्माले काम गर्न चाहनुहुन्छ। प्रभु मलाई भन्नुहोस्, प्रभु मसँग बोल्नुहोस्। तपाईँको आत्मालाई यस ठाउँमा हामी रिलिज गर्छौँ, तपाईँको आत्मालाई हामी यस ठाउँमा स्वागत गर्छौँ। पवित्र आत्मा तपाईँ हाम्रो बिचमा बोल्नुहोस्, पवित्र आत्मा तपाईँ हाम्रो बिचमा काम गर्नुहोस्। प्रभु तपाईँको उपस्थितिमा कुनै कुरा पनि टिक्दैन प्रभु। न रोग, न बिमार, न गरिबी, न टेन्सन, न फिक्री, न डिप्रेसन। प्रभु आज यस ठाउँमा स्वतन्त्र हुनुपर्छ, आज यस ठाउँमा स्वतन्त्र बग्नुपर्छ। पवित्र आत्मा Thank you, Holy Spirit. Thank you, Holy Spirit. Thank you, Lord. प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आजको वचनमा, आजको सेवामा फेरि पनि तपाईँको उपस्थिति हाम्रो बिचमा दिनुभएको छ प्रभु। आजको वचन सुन्दा सुन्दै हरेक माथि तपाईँको छुटकारा दिनुहोस् प्रभु। प्रभु वचन सुन्दा सुन्दै प्रभु मानिसहरूले गवाई बढ्न सकोस् कि म निको भए भनेर प्रभु। अहिले त गवाई र साँची यस ठाउँमा त आत्मालाई बोल्दछु। पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस्। धन्यवाद प्रभु, महिमा राजा तपाईँलाई, येशू तपाईँको नाउँमा, आमेन, आमेन। हालेलुया, 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 हालेलुया। वाओ, स्वर्ग हाम्रो बिचमा छ, आमेन। यस यस यस। आज थोरै मान्छे भने प्रभुको काम चाहिँ धेरै हुनेछ। हालेलुया, ग्लोरी ग्लोरी ग्लोरी। आज म रोग र बिमारको बारेमा केही कुराहरू बोल्न गइरहेको छु। रोग र बिमार हाम्रो जीवनमा समस्या आउँछ। जब परमेश्वरले तपाईँ र हामीलाई बनाउनु भएको थियो, न कुनै समस्या थियो, न कुनै पीडा थियो, न कुनै रोग थियो, न कुनै बिमार थियो, न कुनै गरिबी थियो, न कुनै टेन्सन थियो, न त यो संसारको फिक्री नै थियो। हेर्नुहोस् है, जब परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेपछि मानिसमा मृत्यु आयो, मानिसमा रोग आयो, मानिसमा बिमार आयो, मानिस आफ्नै तरिकाले घमण्ड आयो, आफ्नै तरिकाले पतन हुन थाल्यो। अनि त्यो हुँदा हुँदै पनि मानिसले चाहिँ अब परमेश्वरलाई खोज्दैछ, परमेश्वरलाई हेर्दैछ। अनि हेर्दा हेर्दै पनि नजानेको कारण अघि त्यो ढुङ्गा परा फाल्ने ठाउँमा यी फाल नि। मान्छे त्यस्तो बुद्धि भएको हो। त्यही भएको कारण चाहिँ परमेश्वरलाई भेट्नु पर्ने, तर
संसारमा अल्झियो अनि अल्झेको कारण चाहिँ मानिसमा रोग आयो, बिमार आयो, विभिन्न कुराहरू आयो। अनि यो आइसकेपछि मानिसलाई जब रोग बिमार आउँछ नि, अनि आइसकेपछि रोग बिमारले तपाईँको रूप रङ राम्रो यस्तो कोट लगाएको छ कि पेन्ट लगाएको छ कि सर्ट पेन्ट कस्तो लगाएको छ त्यो पनि हेर्दैन। तपाईँ धनी गरिब यति पैसावाला वाउ यत्रो तपाईँ ज्याङ्गो मान्छे त्यो पनि हेर्दैन। तर रोग बिमार एउटै कुरो हेर्छ कि तपाईँको कुन चाहिँ ठाउँमा गएर च्याप्पा पक्रेर त्यसलाई गुङ्गो बनाऊ कि लाटो बनाऊ कि बहिरो बनाऊ कि अन्धो बनाऊ कि घुँडा दुखाऊ कि पेट दुखाऊ कि विभिन्न किसिमको समस्या लाउँ भनेर मौका हेरिबस्छ। कति बेला चाहिँ यसको च्याप्पा कुन कमजोरी त्यसमा झ्याप्पा जान्छु र च्याप्पा पक्रेर त्यसलाई यति साह्रो रोग बिमार हाल्छु भनेर दुष्टले आज मौका हेरिरहेको छ। अनि हेर्नुहोस् त आज म तपाईँलाई के भन्न गइरहेछु भनेदेखि चाहिँ परमेश्वरले सुरुमा हामीलाई बनाउँदा सुस्वास्थ्य बनाएको, अनि यो सबै कुरो मानिस जान्ने भएको कारण चाहिँ मानिसमा बिमार रोग इत्यादि कुरोहरू आए। अनि यो तपाईँलाई पक्का गरी निषेध हुनुपर्छ कि कुनै पनि रोग बिमार चाहिँ परमेश्वरबाट आउँदैन। पुरानो करणमा हामीले मोसाको पारामा हेऱ्यौँ भने त्यहाँ परमप्रभुले भने थियो मैले पठाएको मिस्त्रीहरूलाई रोग बिमार भनेर चाहिँ त्यहाँ भनिएको कुराहरू पाउँछौँ, त्यो ताडनाको लागि थियो। हेर्नुहोस् है त, अब अहिले आएर चाहिँ परमेश्वरले तपाईँलाई रोगमा ल्याउने, बिमारी बनाउने, उछाल्ने, पचाउने काम गर्नुहुन्न। यदि त्यसो गर्ने हो भनेदेखि यीशु प्रभु यस संसारमा आउनु व्यर्थै हुन्थ्यो। हेर्नुहोस् है त, त्यो भएको कारणले चाहिँ परमेश्वरको वचनले के भन्दछ भने प्रस्थान 15:26 हामीले हेऱ्यौँ भने जुन रोग मिस्रीहरूमाथि आएको ती मध्ये एउटै पनि अब रहने छैनन्, किनकि म निको पार्ने प्रभु परमेश्वर हो भनेर प्रभुले भन्नुभएको छ। प्रभुले निको पार्नुहुन्छ भनेदेखि अब ढाड दुखेको चाहिँ ठिक हुन्छ, यो अलिक बहिरो छ, यो कान चाहिँ सुन्दैन होला भन्ने पनि होइन। हालेलुया, प्रभुले चाहिँ सबै निको गर्नुहुन्छ। कुन सानो कुन ठुलो त्यस्तो हेर्नुहुन्न। हालेलुया, हामीले अब ढाड दुखेको त चट्टै प्रार्थना त फ्याट्टै हुन्छ होला, तर यो व्हिलचेयरको त हिँड्दैन होला हौ भन्ने हाम्रो विश्वास भएको कारण चाहिँ साँच्चै हालेलुया। अनि त्यति बेला चाहिँ परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। हालेलुया, परमेश्वरको चङ्गाइको हात, शक्तिको हात चाहिँ त्यति बेला आउँछ जब तपाईँ र हामीले के कुरो बुझ्नुपर्छ भने परमेश्वरले तपाईँ र म रोगी बिमारी भएको कहिले पनि चाहनुहुन्न। हालेलुया, उहाँ जस्तै सुस्वास्थ्य भएर उहाँको महिमा गरेको चाहिँ परमेश्वर चाहनुहुन्छ। हालेलुया। हालेलुया, हालेलुया। हलिँदो रहेछ क्यारा। तर तपाईँ र हामीले बुझ्नुपर्ने चाहिँ के हो भनेदेखि चाहिँ नि मलाई प्रभुले सुस्वास्थ्य हुनलाई चुनेको, मलाई प्रभुले रोग बिमार पाल्नलाई होइन रोग बिमारमाथि अधिकार गर्नलाई चुनेको भनेर जब बुझ्छौँ अनि प्रभुको इच्छा चाहिँ मलाई निको पार्ने हो भनेर बुझ्छौँ, अनि त्यति बेला चाहिँ तपाईँ र हाम्रो जीवनमा प्रभुले काम गर्नुहुन्छ। हालेलुया, हालेलुया। हामीले के सोच्नुपर्छ भन्दै चाहिँ प्रभुको इच्छा प्रभुको योजना चाहिँ यो हो कि म चाहिँ निको भएर म चाहिँ सुस्वास्थ्य भएर हो जीवनभरि आनन्द खुसी। Yes, yes, hallelujah. 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 तपाईँ र हामीले के गहिरो कुरो चाहिँ के बुझ्नु भने नि जब पृथ्वीमा एउटा ऐब भन्ने व्यक्ति थियो नि, हामीले बाइबलमा हेरौँ भने अनि त्यो व्यक्तिको यति साह्रो धन थियो, यति साह्रो सम्पत्ति थियो, यति साह्रो धनी व्यक्ति थियो, यति साह्रो मान्ने सबैले मान्ने गुन्ने व्यक्ति थियो, ठुलो बडा वरिष्ठ मुखिया व्यक्ति थियो। हेर्नुहोस् है त, अनि त्यो व्यक्ति परमेश्वरको भय मान्थ्यो, यति साह्रो परमेश्वरको आराधना गर्ने व्यक्ति है। अनि पछि के भयो भन्नुहुन्छ भने शैतानले के गर्यो, डाहा गर्यो। शैतानले डाहा गरेपछि के भन्यो, स्वर्गतिर गयो एक दिन लुखुर लुखुर हिँड्दै, अनि के गर्न आइस शैतानले परमेश्वरले सोद्धाखेरि शैतानले के भन्यो, घुम्दै फिर्दै आएको त्यो तोला छ नि त्यो आइब
हेर्नु न, तपाईँले धन दिनुभएको छ, तपाईँले सम्पत्ति दिनुभएको छ, सबै कुरो दिनुभएको छ र त तपाईँले आराधना गर्छ, सबै कुरो गुमाइदिनुहोस् त, तपाईँले आराधनै गर्दैन भनौँ। त्यो भनेपछि लु न त, लु जा, सबै कुरो तेरे भएर तर त्यसको शरीर र आत्मा चाहिँ केही गर्न पाउँदैनस् भन्नुभयो। अनि त्यो भनिसकेपछि त्यसले सबै सर्वनाश पारिदियो, सकिदियो। हेर्नुहोस् है त, र पनि अहिले परमेश्वरपट्टि धन्यवादी भइरहेको छ, अझै धन्यवादी भइरहेछ। अनि फेरि पछि स्वर्गमा पुगेपछि फेरि परमेश्वरले भन्यो, देखिस् मेरो दासको विश्वास कस्तो रहेछ भनेर भन्दै गर्दाखेरि फेरि उसले भन्यो, अब उसको शरीर बाँकी छ नि त, शरीरमा अहिले चटपटा घाउ खटिरा लगाइदिनुहोस् त, त्यसले तपाईँलाई सरापेर मर्छ भनौँ। लु जा, शरीर पनि तेरै भयो तर आत्मालाई चाहिँ, त्यसको प्राण र आत्मा चाहिँ तैँले उठाउन पाउँदिनस् भन्दै गर्दाखेरि अब फेरि शैतान शरीरमा खान पाउने भए, शरीरमा रोग बिमार मैले हल्न पाउने भए, मलाई घाउ खटिरा गनाउने, किरा पर्ने, शरीरले पग्लियो, उसको आफ्नै सँगै अङ्गला मारेर सुत्ने श्रीमतीले नि स्याहार्दा स्याहार्दा घिनाले के भनी थाहा छ, छ्या तेरो त परमेश्वरलाई त सरापेर मर्न आएको भनेछ त। बा कस्तो हुन्छ होला है, हामी सबै च्याप्पसँग त्यो सुत्ने श्रीमती त्यसो भन्दा। बाउहरू सुनौँ है। अनि परमेश्वरले, अनि ऐबले मजाको कुरा भन्दैछ, होइन मेरो परमेश्वरमा मेरो विश्वास छ कि परमेश्वरले एक दिन सबै कुरा फिर्ता गर्नुहुन्छ। हालेलुया। म यहाँबाट तपाईँलाई के भन्न चाहन्छु भने, तपाईँको जीवनमा समस्या छ, तपाईँको जीवनमा रोग छ, तपाईँको जीवनमा बिमार छ, आज सबै कुराबाट फ्री भएर स्वतन्त्र भएर जानुहुनेछ। हालेलुया। आज त बिमारबाट परमेश्वरले स्वास्थ्य पाउन चाहनुहुन्छ, एउटै कारण तपाईँको विश्वासले। हालेलुया। त्यही भएर विश्वास भनेको शक्तिशाली कुरो। हालेलुया। थाहा छ आज संसारमा सबै यन्त्रहरू छ नि, थाहा छ यन्त्रहरू थुप्रै छ, थुप्रै टेक्नोलोजीहरू छ, विभिन्न अहिलेको नयाँ टेक्नोलोजीहरू, नयाँ नयाँ कुराहरू निस्केको छ संसारमा। विभिन्न गर्ने, मिक्सर पिस्ने, धान कुट्ने, धान के भन्छ खन्ने जोत्ने, खेत खन्ने जोत्नेदेखि लिएर धान बटुल्ने सोर्ने पछार्ने सबै मिल शुद्ध छ, भात पकाइदिने राइस कुकर शुद्ध छ। अब अहिले त हेरौँ त। तर एउटै कुरो, तपाईँ र मेरो विश्वास कति छ, यसको कति केजी छ, 2 केजी छ कि 3 केजी छ भने अहिलेसम्म कुनै यन्त्र छ छैन। विश्वास कति छ भनेर, यानि कि मेरो विश्वास कति छ भनेर मलाई त थाहा छैन, झन् तपाईँलाई त के थाहा के थाहा मेरो। हालेलुया। हालेलुया। भनिसकेपछि संसारमा अहिलेसम्म यस्तो यन्त्र आएको छैन जसले चाहिँ तपाईँ र मेरो विश्वासलाई चेक गर्छ, विश्वासलाई थाहा गर्छ। त्यही भएको कारण एउटै यन्त्र परमप्रभु परमेश्वर हुनुहुन्छ। जब तपाईँ परमप्रभु परमेश्वरसँग तपाईँको बिमार होला, तपाईँको रोग होला, तपाईँको गरिबी होला, तपाईँको टेन्सन होला, अझै भन्नुहुन्छ प्रभु म विश्वासमा अनि त्यति बेला चाहिँ प्रभुले ऐबको जस्तै सुधीर फर्काउनुहुन्छ। त्यति बेला फर्काउनुहुन्छ जति बेला तपाईँले ऐबको जस्तै त्यो विश्वासलाई मृत्युसम्म पनि विश्वास। त्यही भएर परमेश्वरले प्रकाशको पुस्तकमा भन्नुभएको छ, जुन व्यक्ति चाहिँ मृत्युसम्म आज्ञाकारी रहन्छ अनि त्यो व्यक्तिले चाहिँ अन्तिममा जीवनको मुकुट पाउँछ भनेको छ। हालेलुया। मृत्युसम्म जुन व्यक्ति आज्ञाकारी भएर विश्वासलाई पक्रिन्छ, अरे त्यो व्यक्तिको जीवनमा आज स्वर्गले केही न केही त गर्छ। हालेलुया। स्वर्गले काम गर्छ जुन व्यक्ति चाहिँ विश्वासमा जोडिन्छ। हालेलुया। अनि पहिलो कुरो म के भन्न चाहन्छु भने, बिमार रोग आउने पहिलो बुदा चाहिँ एउटै कारण हो कि तपाईँ र हाम्रो विश्वासको हलचल। बुझ्नुहोस् है, को मान्छेको कतिको विश्वासको लेभल छ भनेर चाहिँ नि उसको काम हेरेर, उसको विश्वास हेरेर अथवा उसले गरेको क्रियाकलापहरू हेरेर थाहा पाउन सकिन्छ। अघि भने जस्तै हामी बिमारी भयौँ भने हाम्रो भरोसा दबाईमा होइन, के भन्छ परमेश्वरमा होइन, हाम्रो भरोसा दबाईमा छ, हाम्रो भरोसा घोपाक्याममा छ कि नोबेलमा छ कि कहाँ छ। अहिलेको जमाना त्यो आयो। बाइबलमा प्रेरितहरू यत्रो बिमारी हुँदाखेरि कहीँ भेटाउनुहुन्छ तपाईँले गएर आम्मामा हस्पिटलमा गए अरे, डक्टर लगाए अरे भनेर? छैन।
परमेश्वरको चरणमा आउँदा आउँदै परमेश्वरको yes, उपस्थितिमा yes, आउँदा yes, आउँदै yes. अब भुइँचालो आएर चाहिँ Yes. के भएको छ निको भयो। रोग बिमार निको भएको छ हालेलुया वाउ त्यो शक्तिमा त्यो आइममा पुग्ने जाति तपाईँ र हामी हौ भने अब तपाईँ र हामीलाई के को जरुरत हो भन्दाखेरि चाहिँ दुवाको जरुरत हालेलुया त्यही भएर म एउटा डाइलेक्ट भन्ने गर्छु दवा का जरुरत नहीं है लेकिन दुआ का जरुरत है हालेलुया जब दुआ करेगा तो खुदा तेरे पास आएगा हालेलुया जब खुदा ने छुएगा तो खुदा ने ऊपर से छुएगा ना ऊपर से ग्लोरी छुएगा नीचे क्या होगा तू सुस्वास्थ्य होगा तो क्या होगा तो जीवन सुस्वास्थ्य होके प्रभु की महिमा करेगा हालेलुया हालेलुया जब परमेश्वरले छुनुहुन्छ जब परमेश्वरको हात पर्छ अनि त्यति बेला सुस्वास्थ्य हुन्छ हालेलुया हालेलुया तपाईँ र हामी सुस्वास्थ्य हुन्छौँ जति बेला चाहिँ हामी दुआ गर्छौँ हालेलुया हालेलुया तपाईँ र मेरो विश्वास चाहिँ केमा हुनुपर्छ भन्दा परमेश्वरमा हुनुपर्छ जसरी म किन के कुरा भन्न चाहन्छु भने नि मैले भने नि अघि परमेश्वरले कहिले पनि चाहनुहुन्न तपाईँ रोगमा पीडामा गरिबीमा टेन्सन फिक्रीमा बसेको मर्कुसको पुस्तक मत्तीको पुस्तक हामीले 8 अध्यायमा हेरौँ भने त्यहाँ एकजना कुष्ठरोगी छ अनि त्यो कुष्ठरोगीलाई चाहिँ त्यहाँ कुष्ठरोगीले के भन्दैछ भन्दै गर्दाखेरि चाहिँ प्रभु तपाईको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ भन्दैछ आज तपाईँ र मेरो विश्वास आज तपाईँ र मेरो प्रार्थना त्यही हो अनि त्यतिमै हामी अल्झेको हो के वास्तवमा चाहिँ त्यहाँ के भन्दैछ प्रभु तपाईको इच्छा भए मलाई उठाउनुहोस् न राइट गलत चाहिँ भन्दिनँ तर त्यहाँ वचनमा के भनेछ प्रभुले भनेछ म इच्छा गर्छु तिमी निको भइजाऊ हालेलुया प्रभुको योजना चाहिँ यो हो कि तपाईँ निको हुने हालेलुया तपाईले प्रार्थना गर्दा यसरी प्रार्थना गर्नुहोस् प्रभु तपाईको इच्छा चाहिँ म सुस्वास्थ्य हुने हो तपाईको इच्छा चाहिँ म धनी हुने हो तपाईको इच्छा चाहिँ म सुस्वास्थ्य भएर तपाईको महिमा गर्ने हो हालेलुया तो विश्वास तो प्रार्थना जब तपाईँ हामीले गर्छौँ अनि स्वर्गले पनि त्यति बेला हाम्रो जीवनमा चाहिँ काम गर्न सुरु गर्छ हालेलुया जब त्यो प्रार्थना हुनु पर्यो हामीमा त्यो लेभलको प्रार्थना हुनु पर्यो हेर्नुहोस् है त म पहिला म यति साह्रो बिमारी हुन्थ्यो मेरो माइजू हुनुहुन्छ मेरो हजुरआमा हुनुहुन्छ म अझै पनि भन्छु म क्रिस्चियन हुनुभन्दा अगाडि म एक गोली दबाई बेगर बाँच्न नसक्ने मान्छे दिनमा धामी नभेटी बाँच्न नसक्ने मान्छे फेरि म निको हुन्छु भनेर क्रिस्चियन भएको पनि होइन है हेर्नुहोस् है मेरो कहानी त बडो गजबको छ त तर जब परमेश्वरलाई मैले पाएँ हो अहिले ठ्याक्कै परमेश्वरलाई पाएको नि 7 देखि 8 वर्ष लागेछ 2021 देखि मैले एक ट्याब्लेट औषधि पनि खाएको छैन ताली परमेश्वर वाउ ग्लोरी 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 ट्याब्लेट पनि औषधि खाएको छैन अहिले जिउँदो हुनुहुन्छ 5 करोड भइसकेछ हालेलुया परमेश्वरमा विश्वास मलाई पनि आउँछ तपाईहरुलाई जस्तै ढाड दुख्छ घुँडा दुख्छ तपाईहरुलाई जस्तै ज्वरो आउँछ यी आज रुगा मर्गी लाएर रुमाल लिएर आएको छु लेकिन एक सेकेन्ड भन्दै साक्का पुसेर वचन बोलौ कि भन्दै नि रुमाल लिएर आएको तर प्रभुलाई महिमा होस् सिकान आएन हालेलुया परमेश्वरको उपस्थितिमा कुनै कुरो टिक्दैन हालेलुया विश्वास हो अनि म आज त्यही भन्छु तपाईहरु मैले दबाई नखानु भन्न खोजेको होइन त्यो तपाईहरुको विश्वास खानु नखानु त्यसमा मलाई कुनै सरकार छैन कुनै चासो छैन तर एउटै कुरो विश्वास चाहिँ के हो भनेदेखि चाहिँ दबाईमा होइन मर्ने व्यक्ति करोडौं खर्च गरेर अरबौं खर्च गरेर नि मरिरहेको छन् दबाई खाएर पनि मरिरहेको छन् तर एउटै कुरो निको पार्ने चाहिँ प्रभु परमेश्वर हो हालेलुया निको पार्ने अर्पण होइन निको पार्ने यहाँ विक्रम होइन निको पार्ने यहाँ पास्टर यहाँ होइन निको पार्ने चाहिँ प्रभु परमेश्वर हो हालेलुया परमेश्वरले संगाई गर्नुहुन्छ आज परमेश्वरले छुटकारा गर्नुहुन्छ हालेलुया म सुस्वास्थ्य हुन्छु म निको हुन्छु भन्ने विश्वास तपाईमा रहनुपर्छ हालेलुया म अस्ति प्रार्थनामा बस्दै थिएँ अनि मैले विचार गर्दै थिएँ प्रभु वाउ मैले 2020 देखिको सेवाकाई सुरु गरेँ अनि सेवाकाई सुरु गर्दै गर्दाखेरि ठुल्ठुला काम गर्नुभयो बच्चा नभएका र एकचोटि बोल्दै बच्चा भयो व्हिलचेयरमा भएकाहरू पनि हिँडे मैले गन्ती नि गरेछु मैले छुँदै गर्दा 2 जना मात्र व्हिलचेयरमा भएको हिँडेछन् के अनि गन्ती नि गरेँ हालेलुया अनि मैले त्यहाँबाट अरू पनि भन्दै थिएँ परमेश्वरलाई विभिन्न कामहरू पनि बनाऊ विभिन्न कुराहरू हुन्छ अरे लाटाले नि बोलेको छ सबै कुरो हुन्छ प्रभु अब यो 2026 मा चाहिँ
म यो लेभलमा बस्दिनँ प्रभु, मलाई नेक्स्ट लेभल लानुहोस्। जसरी हेर्दै गर्दाखेरि भूतात्मा हेर्दै गर्दाखेरि मुर्दाहरू चुरुक्क उठ्छ। हालेलुया। अब जुन ठाउँमा मलामी जान्छ त्यस ठाउँमा मुर्दाहरू उठ्छ। हालेलुया। मलाई फरक पारेन तँ के भएर मरो भनेर, मलाई त्यसले फरक पारेन तँ एक्सिडेन्ट भएर मरो कि तँ किडनी कुहेर मरो कि तँ बिमारी भएर मरो कि, मलाई यति मात्र फरक पर्छ कि स्वर्गको आत्मा आएपछि सबै कुरा पुनः जीवित हुन्छ। हालेलुया। विश्वास तोडेर प्रतिज्ञामा म हिँड्दैछु। अरे आज तपाईँलाई यस ठाउँमा त्यसै बोलाएको होइन, बिमार छ, रोग छ, आज्ञा गर्नुहोस्। मैले एक दिन आज्ञा गरेकाले एकछिन आज्ञा गरेकाले हुँदैन। म तपाईँहरूको छाती ठुलो बनाइदिन्छु, तपाईँहरूको विश्वासले यति बढाइदिँदैछु। हेर्नुहोस्, घरमा आफूले पालेको कुकुर छ नि, काजु फाबुको घरमा म गएँ भने उसले पालेको कुकुर छ भने मलाई ब्याउ ब्याउ भुक्छ के, साँच्चै भनेको टोक्न आउँछ के। अनि मैले चुप भन्यो भने झन् ख्याउ 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 गर्छ। तर उहाँको मम्मीले चाहिँ चुप भन्नु भने चुप्प लाग्छ, त साइड लाग्छ, भाग्छ। त्यसरी नै आज तपाईँ हामीले सालौँ सालदेखि पाएका रोग, सालौँ सालदेखि खाएको दबाई हो, आज यदि सिलिन्डर गर्नुहुन्छ प्रभुलाई, प्रतिज्ञा गर्नुहुन्छ, प्रभु म खान्न, प्रभु म निको हुन्छु, चुप घोडा दुख्ने र पेट दुख्ने फक कराउनुहोस् येशूको नाउँमा। हालेलुया। तपाईँले पालेको त्यति बेला चाहिँ नि अनि चुप्प लाग्छ, त्यति बेला चाहिँ निको हुन्छ। हालेलुया। हालेलुया। बोलेर तपाईँलाई प्रार्थना मात्र गर्ने होइन, तर तपाईँहरू बोल्दा बोल्दै पनि चङ्गाइ हुने तपाईँहरूलाई त शक्ति त सामर्थ स्वर्गले दिएको छ। हालेलुया। तर त्यो गर्नको लागि त परमेश्वरको उपस्थितिमा जानु पर्यो, तर त्यो गर्नको लागि त परमेश्वरसँग निरन्तरता लाग्नु पर्यो। होइन भने त फेरि म तँलाई चिन्दिनँ को भन्छ त, बाबा जस्तै है, खान्छु को भन्छ त, अनि के गर्नु बेला तेरो सबै कुरा खोलिदिउँ को भन्छ त, गाह्रो हुन्छ। तर चुप बनाउने व्यक्ति तपाईँ खतरा व्यक्ति, खतरा सम्झिनुहोस्, आफैलाई खतरा सम्झिनुहोस्। वाउ, येशूले भन्नुभयो मैले भन्दा ठुल्ठुला काम भनेपछि खतरा सम्झिनु न हो। तपाईँ येशू भन्दा ठुलो चाहिँ हुँदै होइन, तर यति चाहिँ बुझ्नुहोस्, येशूले भन्दा धेरै काम चाहिँ गर्न सक्छु भनेर चाहिँ बुझ्नुहोस् न। हालेलुया। दुःखको कुरो चाहिँ नि हामीले चेलाहरूको जति त गर्न सकेको छैनौँ, येशूको जति त कहाँ गर्न सक्छौँ र, गाह्रो छ नि त, होइन र? तर विश्वासमा हार नखानुहोस्, प्रभुले काम गर्दै जाँदाखेरि अचम्म मिरेकल्स गर्नुहुन्छ। हालेलुया। त्यही भएको कारणले म तपाईँहरूलाई अन्तिममा के भन्न चाहन्छु भने, रोग बिमार जति पनि समस्या छ तपाईँ आफैले चुप गराउन सक्नुहुन्छ। पेट दुख्दैछ, घुँडा दुख्दैछ, आफैले आज्ञा गर्नुहोस्, भाग्छ, डराउँछ, किनकि तपाईँ चाहिँ परमेश्वरको उपस्थितिमा जाने व्यक्ति। हालेलुया। अस्ति म शनिबार मजाको कुरा भन्दै थिएँ कि त्यो लङ्गरहरू जुरुक जुरुक उठेको कारण चाहिँ त पत्रुसको विश्वासले नै होइन, त यौनाको विश्वासले नै होइन, पावलको विश्वासले नै होइन। आँखा भनिदिए अब विश्वासकै बारेमा बोल्दा बोल्दै फेरि विश्वास त नगर्नुपर्ने रहेछ, विश्वास त भन्नु होला नि फेरि। तर एउटै कुरो, परमेश्वरसँगको सम्बन्ध। वाउ, हालेलुया। परमेश्वरसँगको सम्बन्ध। मैले भन्न खोजेको, पाउल र सिलास जसले जेलखानामा थिए तिनीहरूलाई नि यति साह्रो कष्ट थियो, बन्दी गृहभित्र थुनिएको थियो, अनि ठिङ्गुरो ठोकिएको थियो। थाहा छ तपाईँलाई ठिङ्गुरो? हाम्रो आमालाई थाहा छ। काठको ठिङ्गुरो लक हुन्छ, खुट्टा र हात त एकै ठाउँ चल्दैपछि पुकुल्टो पर्छ मान्छे। त्यस्तो ठिङ्गुरो ठोकेर राखेको व्यक्तिहरू पनि आराधना गर्दैछ, मुखमा मुक्ता सिलाइदिएको छैन नि त, मुक्ता छ नि त। हालेलुया। आज शैतान तपाईँको भुँडीको दुखाएको त, मुक्ता दुखाएको छैन। प्रार्थना गर्नुहोस्। हालेलुया। तपाईँको अन्धोको पारेको होला त, तपाईँको मुक्ता थुन्देको छैन, बोल्नुहोस् न। हालेलुया। कि काजु फाउ जस्तो लाटो भएको भए फाल्टै कुरो हुन्थ्यो है, लाटो बनाइदिएको थियो भने। हेर्नुहोस् है त। तर परमेश्वरको वचनले भन्न खोजेको चाहिँ के हो, परमेश्वरसँग जब हामी आराधना गर्छौँ, प्रार्थना गर्छौँ, अनि त्यति बेला चाहिँ परमेश्वरले हलचल ल्याउनुहुन्छ। हालेलुया। ल्याउनुहुन्छ। हालेलुया। तपाईँ खतरा व्यक्ति बन्यो भने एउटै कुरो, विश्वासको प्रार्थना गर्नुहोस्। विश्वासको प्रार्थनाले चाहिँ सबै कुरो तपाईँको जीवनमा ल्याइदिन्छ। हालेलुया। म त्यही भन्न चाहन्छु, त्यही कारणले प्रार्थना गर्नुहोस्। म पहिला हामी गाउँमा, हाम्रो माइजूलाई थाहा छ, हजुरआमालाई पनि थाहा छ, हामीले एउटा गाउँमा एउटा घर थियो। त्यो घर चाहिँ कस्तो घर भन्नुहुन्छ भने, मान्छे नभएको घर, छोडेर गएको।
त्यो ठाउँमा त्यो बारीमा टेक्दै गर्दाखेरि पनि मान्छे खुन छादेर मर्ने। अनि त्यही हामीले जुन ठाउँमा पछि प्रार्थना घर बनायौँ ती छेउमा चाहिँ यत्रो ढुङ्गो थियो, त्यहाँ चुडेल नाप्थ्यो हेर्नुहोस् है। अनि राति यसो हेर्दाखेरि चौतारै हुँदैन थियो, त्यो बोक्सी मन्त्र तन्त्र गर्ने स्पिरिट हुन्छ नि, चौतारै बोकेर हाँ गरेर हिँडिदिन्थ्यो। अनि राति म जहिले त्यहाँ गएर प्रार्थना गर्ने मेरो टाइम 11 बजेदेखि हुन्थ्यो। 11 बजेदेखि 2 बजीसम्म नो निष्ठ प्रार्थना गर्थेँ। यत्तिकै हल्लाइदिन्थ्यो त्यो कटेज बनाएको त नि, यत्तिकै हल्लिन्थ्यो। माथिबाट डङ डङ ढुङ्गा झारे जस्तो गर्थ्यो, माथि तिर्पल लगाएको थियो हेर्नुहोस् है त। तर म अझै प्रार्थना गरिरहेँ, अझै प्रार्थना गरिरहेँ। अनि थाहा छ मैले फेस्टको फेस्ट भूत पनि देखेँ, फेस्टको फेस्ट। वाउ, सबैले वाउ भन्नु न एकचोटि। वाउ वाउ भन्नु त। वाउ 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 भूत पनि देखिँदो रहेछ, वाउ भन्नु त। वाउ भूत देखेपछि नि डराइना। भूत देखेपछि म के गरेँ थाहा छ, अझै रेखे भनेर प्रार्थना गरेको त भूत त त्यसबाट बिल्यो। हालेलुया हालेलुया। पछिबाट बाहिर निस्केर हेरेको त टाइम हेरेको त 1:30 भएछ। 11 बजेदेखि प्रार्थना बसेको, यस्तो माथि फर्केर हेरेको त चौतारे त डल्लै हिँडिरहेको पराएको देख्छु त। अरे बाप रे बाप। वाउ, त्यहाँ त ठिङ्गा ठिङ्गै चुडेल उम्पिने, त भूत लाग्ने त्यहाँ जस्तो छ मान्छे टेक्न नसक्ने। अनि म त्यसरी प्रार्थनाको लेभल बढाउँदै बढाउँदै गएँ। हाम्रो एकजना इलाममा वरदान पास्टर बाबु हुनुहुन्छ, उहाँ च्यानमा गएर प्रार्थना गर्नु अरे। सुरुमा डर लाग्यो अरे, पछि त प्रार्थना गर्ने घरको बन्ने अरे। वाउ 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 वाउ। मेरो त्यस्तै त्यो ठाउँमा नै सुरुमा मलाई डर लाग्यो। हाम्रो माइजूहरू पनि सङ्गति बस्नुहुन्थ्यो उहाँहरूलाई अब 10-11 बजेपछि जानुहुन्थ्यो। अनि मेरो पाला आउँथ्यो 11 बजेदेखिको गजरो है। अब सिया गरिदिएपछि को डराउँदैन भने जस्तै गजरे गर्ने, अनि काम पनि भएको भई गर्ने। हालेलुया हालेलुया। कारणले म तपाईँहरूलाई यहाँ के भन्छु भने, शक्ति नहोला, हुँदैन होला, रोग होला, बिमार होला, यो एउटा तपाईँको जीवनमा बाहना, शैतानले लिएको बाहना। त्यही भएर जहाँ चाहना हुँदैन त्यहाँ बाहना हुन्छ। त्यही भएर आजदेखि यो बाहना नबनाउनुहोस्। अनि एउटा कुरो, तपाईँ निको हुनलाई, स्वास्थ्य हुनलाई नि एउटै कुरो के बोल्नुहोस् भने, म निको भइसकेको, यीशुले खाएको कुराको चोटलाई, यशाया 53:5 अनुसार 1 पत्रुसदेखिको 24 अनुसार यीशुको कोर्राको चोटले म निको भइसकेको। हालेलुया। म दिने, म छर्ने, म कटानी गर्ने, मसँग प्रशस्त भएको, म धनी, म गरिब होइन। यीशुको गरिबीले म धनी बनेको। हालेलुया। घोषणा गर्नुपर्ने, यीशु गरिब भएर एउटा झोला मात्र बोकेर संसारमा गएर सुसमाचार सुनाउनु भयो भने त अब हामी कारमा गएर, हामी प्लेनमा गएर सुनाउने। हालेलुया। यीशुको गरिबीले धनी आएको। हालेलुया। यीशुको जमानामा चाहिँ नि गधा र घोडा थियो भने हाम्रो जमाना चाहिँ कार र प्लेन छ। हालेलुया। अब त यीशुले त्यो दुःखले झरेको कटानीको फल चाहिँ हामी खाँदैछौँ। हालेलुया। त्यो विश्वासमा हामी हो। त्यही भएर चङ्गाई तपाईँको, त्यही भएर परमेश्वरको अर्को नाम पनि हो, हिब्रूमा यहोवे राफा भन्छ, त्यो चाहिँ चङ्गाईकर्ता। हालेलुया। परमेश्वर चङ्गाई गर्ने परमेश्वर हुनुहुन्छ। त्यही भएर एउटै कुरो तपाईँको दिमागमा के बस्नु पर्यो, तपाईँको हृदयमा के हुनु पर्यो, साँच्चै निश्चित साथ प्रभुले मलाई चङ्गाई गर्नुहुन्छ भनेपछि हुन्छ भन्नेमा जब ठिक भरोसा हुन्छ अनि प्रभुले काम गर्नुहुन्छ। हालेलुया। अस्ति